हजुरहरूलाई पनि जान्नु छ कि हजुरहरूले आफ्नो सोलमेटलाई कसरी भेट्नुहुन्छ भने चाहिँ दिस भिडियो इज फर यु ओके। सो दिस इज भेरी सिम्पल। यसको लागि चाहिँ हजुरहरूलाई फर्स्टमा आफ्नो डेट अफ बर्थ चाहिन्छ ओके। सो हजुरहरूले आफ्नो डेट अफ बर्थको डेट अनि मन्थ अनि इयर चाहिँ लिनु होला। मैले एक्जाम्पलको लागि चाहिँ 14 नोभेम्बर 1989 चाहिँ लिएको छु। सो हजुरहरूले पनि आफ्नो इङ्ग्लिस डेट अफ बर्थ चाहिँ यसरी निकाल्नु फर्स्ट। त्यसपछि चाहिँ हजुरहरूले आफ्नो डेट अनि मन्थ अनि त्यसपछि लास्ट डिजिट अफ योर इयर ओके। द्याट इज आफ्नो इयर आफ्नो वर्षको चाहिँ लास्ट डिजिट चाहिँ हजुरहरूले लिनुपर्ने हुन्छ। मैले यहाँ 9 लिएको छु किनभने 9 मेरो लास्ट डिजिट हो नि त। अनि यहाँ मैले 11 पनि लिएको छु, 14 पनि लिएको छु। सो हजुरहरूले चाहिँ यो क्यालकुलेसन गर्दा एकदम केयरफुली क्यालकुलेसन गर्नुपर्छ ओके। सो हजुरहरूले क्यालकुलेट गर्दा एड गर्दाखेरि चाहिँ अब हामीले यसलाई सिङ्गल डिजिटमा निकाल्नुपर्ने हुन्छ नि त। त्यही भएर हजुरले चाहिँ आफ्नो डेट अफ बर्थमा भएको मन्थ अनि गते अनि त्यसपछि आफ्नो इयरको लास्ट डिजिट यहाँ 9 छ। हजुरहरूको पनि आफ्नो इयरको लास्ट डिजिट के छ त्यसलाई चाहिँ यहाँ राखेर अब यसरी यसलाई एड गर्नु र एड गरेपछि सिङ्गल डिजिटमा निकाल्ने। सिङ्गल डिजिट भनेको एउटा मात्र नम्बर के, दुईवटा नम्बर होइन। यस्तो 16 आएको छ नि त। सो मैले 1 + 6 गरेर 7 निकालेँ राइट। सो सिङ्गल डिजिटमा चाहिँ निकाल्नु पऱ्यो। सो यसरी हजुरहरूले आइदर 1 कि त 2 कि त 3 कि त 4 कि त 5 यसरी यो जे होस् 9 सम्म चाहिँ एउटा सिङ्गल डिजिट चाहिँ निकाल्नु पर्यो। हजुरहरूको क्यालकुलेट गर्दाखेरि चाहिँ नम्बर 1 आएको छ, यस्तो यो नम्बर 1 डिजिट 1 आएको छ भने चाहिँ हजुरहरूले आफ्नो सोलमेटलाई चाहिँ आफ्नो अफिसमा भेट्न सक्नुहुन्छ, आफ्नो प्रोजेक्ट वर्कमा भेट्न सक्नुहुन्छ। कोही आफूभन्दा सिनियर मान्छेले चाहिँ हजुरहरूलाई इन्ट्रोडक्सन गराउँछ ओके। अथवा हजुरहरूले ट्रेनिङ सेसन लिँदाखेरि वर्कसपमा पनि भेट्न सक्नुहुन्छ कि त प्रोफेसनल इभेन्टमा पनि आफ्नो सोलमेटलाई चाहिँ भेट्न सक्नुहुन्छ। जस्तो हजुरहरूको जब वाइज भेट हुन्छ कि, जस्तो जब स्विच गर्दा भेट हुनसक्छ, इन्टर्नसिपमा पनि भेट हुनसक्छ कि त न्यू वर्क प्लेस इन्भाइरोमेन्टमा पनि भेट हुनसक्छ। जे होस् हजुरहरू चाहिँ आफ्नो करियरमा फोकस गर्नु। हजुरको सोलमेट चाहिँ त्यही करियरकै थ्रुबाट चाहिँ हजुरहरूले भेट्नुहुन्छ। लभ इज गोइङ टु बी द पार्ट अफ द प्याकेज अफ यो करियर ओके। हजुरहरूको नम्बर 2 आएको छ भने चाहिँ हजुरहरूले आफ्नो सोलमेटलाई चाहिँ फ्रेन्ड्स कि त फ्यामिलीको थ्रुबाट भेट्नुहुन्छ ओके। सो रिलेटिभले चाहिँ रेकमेन्ड गर्न सक्छ हजुरलाई एज अ रिस्ता घरमा हुन्छ नि, अब एउटा कुरा ल्याएर म्यारिजको हुनसक्छ अथवा जस्ट कसैले हजुरलाई इन्ट्रोड्युस गर्न सक्छ फ्रेन्ड्स कि त फ्यामिलीले हजुरको सोलमेटलाई। अनि त्यसपछि अर्को भनेको चाहिँ हजुरहरूले यो पर्सनलाई चाहिँ साथीको वेडिङमा पनि भेट्न सक्नुहुन्छ, हाउस पार्टीमा भेट्न सक्नुहुन्छ कि त क्याजुअल मिटिङमा भेट्न सक्नुहुन्छ आफ्नो सोलमेटलाई ओके। अथवा कसैको लागि चाहिँ तपाईँको सोलमेट भनेको चाहिँ ओल्ड स्कुलको मान्छे पनि हुनसक्छ यु नो, अथवा हजुरलाई चाहिँ कोही ओल्ड साथीले पनि इन्ट्रोड्युस गराउन सक्छ उसको साथीलाई। अनि त्यसरी चाहिँ हजुरहरूले आफ्नो सोलमेटलाई चाहिँ भेट्नुहुन्छ ओल्ड साथीको थ्रुबाट कि त हजुरको सोलमेट चाहिँ ओल्ड फ्रेन्ड पनि हुनसक्छ। दिस इज वाट एम गेटिङ है। सो केही आफूतिर इन्भिटेसन आयो भने चाहिँ हजुरहरूले त्यसलाई चाहिँ स्किप नगर्नु। कसैले इन्भाइट गरिरहेछ फ्रेन्ड्स फ्यामिलीले भने चाहिँ गो फर इट ओके, बिकज त्यहाँ हजुरले आफ्नो सोलमेटलाई चाहिँ भेट्नुहुन्छ फर द नम्बर 2। त्यसै गरी यदि हजुरहरूको नम्बर 3 आएको छ भने चाहिँ हजुरहरूले आफ्नो सोलमेटलाई चाहिँ सोसल ग्यादरिङ कि त सेलिब्रेसनमा भेट्नुहुन्छ। जस्तै अब वेडिङमा भेट्न सक्नुहुन्छ, इङ्गेजमेन्टको पार्टीमा भेट्न सक्नुहुन्छ, ट्रेडिसनल फेस्टिभलमा भेट्न सक्नुहुन्छ। जस्तो अब दसैँ तिहार भयो होइन। सो पार्टी ओभरअल होली मेबी यु नो लाइक होली। सो ओभरअल तिहारमा जे जस्तो भयो पनि यसरी हजुरहरूको सोलमेटलाई चाहिँ भेट हुन्छ। अनि हाउस वार्मिङ, बर्थडे पार्टी, क्याजुअल इभिनिङ ह्याङआउटमा पनि भेट हुन्छ। सो हजुरहरू कतै गइराख्नु भएको छ भने चाहिँ ड्रेस वेल ओके। एन्ड देन कसैले हजुरलाई बोलाइरहेछ भने चाहिँ अगाडि बढ्नु। अनि त्यसपछि त्यो पार्टीहरूमा भेट हुँदाखेरि पनि कसैले हजुरतिर कन्भर्सेसन गर्न खोजिरहेछ भने चाहिँ इग्नोर नगर्नु, बिकज द्याट कुड बी यो सोलमेट। त्यसै गरी यदि हजुरहरूको नम्बर 4 आएको छ भने चाहिँ हजुरहरूको सोलमेट चाहिँ हजुरको लाइफमा चाहिँ जब हजुरले नलेज गेन गर्नुहुन्छ नि तब चाहिँ भेट्नुहुन्छ क्या। फर इक्जाम्पल ट्युसन क्लासमा भेट्न सक्नुहुन्छ, तपाईँको एक्जाम कोचिङमा अथवा अनलाइन कोर्स लिँदाखेरि भेट्न सक्नुहुन्छ। जस एउटा ल्याङ्ग्वेज क्लास, स्किल वर्कसप अथवा केही कुरा नयाँ कुरा लर्न गर्दाखेरि चाहिँ हजुरहरूले आफ्नो सोलमेटलाई भेट्नुहुन्छ। गभर्मेन्ट एक्जाम कोचिङमा पनि भेट्न सक्नुहुन्छ। जस एउटा अनएक्सपेक्टेड कनेक्सन चाहिँ हुन्छ हजुरको र हजुरको सोलमेटको बिचमा। त्यो पढाइ लिने बेलामा यु नो लाइक यु माइट बी फलिङ इन लभ यु नो वाइल यु आर टेकिङ द कोचिङ क्लास। दिस इज वाट एम गेटिङ ओके। सो आफ्नो करियर ग्रोथमा फोकस गर्नु, किनभने हजुरको र हजुरको सोलमेटको चाहिँ माइन्ड सेट एउटै हुन्छ करियरलाई लिएर। त्यही भएर हजुरहरूको एउटै सिमिलर करियर एजुकेसनको टर्ममा सर्कमस्टान्सेसमा चाहिँ भेट हुन्छ ओके। त्यसै गरी यदि हजुरहरूले नम्बर 5 आएको छ भने चाहिँ हजुरहरूको नम्बर 5 आएको छ भने चाहिँ हजुरहरूले आफ्नो सोलमेटलाई चाहिँ ट्राभल गर्दाखेरि चाहिँ भेट्न सक्नुहुन्छ, नयाँ नयाँ प्लेस जाँदाखेरि भेट्न सक्नुहुन्छ। यो पर्सन चाहिँ हजुरको लाइफमा एकदम अनएक्सपेक्टेडली आउनुहुन्छ। जस्तो ट्रेन जर्नीमा नि भेट्न सक्नुहुन्छ, बस राइड गर्दाखेरि अथवा ट्रान्जिट परेको बेलामा कतै लङ ट्राभल गर्दाखेरि पनि भेट्न सक्नुहुन्छ आफ्नो सोलमेटलाई ओके। अथवा वेडिङ डेस्टिनेसनमा जाँदा, हिल स्टेसन अथवा होलिडेको टाइमलाइनमा पनि भेट्न सक्नुहुन्छ हजुरले आफ्नो सोलमेटलाई। सो लास्ट मोमेन्टमा चाहिँ केही ट्राभल प्लान भयो भने चाहिँ तपाईँले
इग्नोर नगर्नु, गो फर इट. सो लास्ट मोमेन्टमा प्लान गरेको ट्राभलको थ्रुबाट नै हजुरले आफ्नो सोलमेटलाई चाहिँ भेट्नुहुन्छ. सो प्याक यो ब्याग एन्ड गेट रेडी. साथसाथै यदि हजुरहरूको नम्बर 6 आएको छ भने चाहिँ हजुरहरूले आफ्नो फ्यामिली कि त रिलिजियस ग्यादरिङ जस्तोमा चाहिँ भेट्नुहुन्छ आफ्नो सोलमेटलाई, जस्तो पूजाहरूमा, एन्ड देन घर पूजामा हुनसक्छ, सेरिमनी हुनसक्छ, कल्चर फङ्सनमा हुनसक्छ, जे होस् अब फ्यामिली मेम्बरकै थ्रुबाट चाहिँ भेट हुन्छ एउटा सरप्राइज ट्विस्ट टाइपको नम्बर 6 को लागि. ओके, सो फ्यामिलीकै थ्रुबाट हुन्छ, फ्यामिलीले मिलाउनुहुन्छ. ओके, सो एकदम ओपन माइन्डेड हुनु होला फ्यामिली ग्यादरिङलाई लिएर, बिकज हजुरले त्यही नै आफ्नो स्पेसल अदर हाफलाई चाहिँ भेट्नुहुन्छ. नम्बर 7 आएको छ भने चाहिँ एउटा क्वाइट स्पिरिचुअल र हिलिङ स्पेसमा चाहिँ भेट्नुहुन्छ आफ्नो सोलमेटलाई. ओके, जस्तो मेडिटेसन गर्ने ठाउँमा हुनसक्छ, योगा सेन्टरमा हुनसक्छ, स्पिरिचुअल सेसनमा हुनसक्छ, टेम्पल भिजिटमा हुनसक्छ, अथवा कुनै एउटा सेक्रेट ठाउँमा जाँदाखेरि चाहिँ भेट्नुहुन्छ. ओके, सो दिस इज वाट एम गेटिङ. अनि कुनै भलिन्टियर ग्रुप जोइन गर्दा नै हुनसक्छ, कम्युनिटी वर्क रिलेटेड केहीमा हुनुहुन्छ अथवा हुनुभयो भने पनि त्यहाँ थ्रुबाट भेट हुन्छ हजुरको सोलमेटलाई. ओके, सो एकदम लिस्ट एक्सपेक्ट गरेको बेलामा चाहिँ भेट हुन्छ, आफ्नो इनर ग्रोथमा चाहिँ फोकस गर्नु अहिले. र नम्बर 8 आएको छ भने चाहिँ हजुरहरूको सोसियल मिडिया कि त अनलाइन प्लेटफर्मबाट चाहिँ भेट हुन्छ हजुरको सोलमेटलाई. ओके, सो अनलाइन नै भेट्नुहुन्छ, जस्तै इन्स्टाग्रामबाट, टिन्डरबाट, फेसबुक, लिङ्कडिन, एनिथिङ, यसरी चाहिँ भेट हुन्छ हजुरको सोलमेटलाई. डेटिङ एपहरू है, वाट्सएप ग्रुपबाट हुनसक्छ. सो यो चाहिँ एउटा केही कनेक्सन हुन्छ क्या हजुरहरूको, म्युचुअल इन्ट्रेस्ट हुनसक्छ, मेबी रिल्सहरू, फ्यान्डम पेजेसहरू केही थ्रुबाट चाहिँ हजुरहरूको भेट हुन्छ, जुन चाहिँ जस्ट अनलाइन हुन्छ. ओके, सो या डोन्ट हेजिटेट टु रेस्पोन्ड टु अनएक्सपेक्टेड डिएम, यु नो. सो कसैको थ्रुबाट चाहिँ हजुरलाई एकदम त्यो डिएम चाहिँ आउँछ अनएक्सपेक्टेड, जुन चाहिँ एकदम हजुरलाई पनि अट्र्याक्ट गर्छ क्या त्यो डिएमले. मेबी नर्मली हजुरहरूले सबैको रिप्लाई चाहिँ गर्नु हुँदैन म्यासेज होइन, बट यो सोलमेटको म्यासेज चाहिँ अभियसली रिप्लाई गर्नुहुन्छ, बिकज यु आर गोइङ टु फिल द्याट कनेक्सन, अनि त्यही नै टर्न हुन्छ इन्टु समथिङ म्याजिकल. लास्टली नम्बर 9 को लागि चाहिँ नम्बर 9 आएको छ भने चाहिँ हजुरले चाहिँ कुनै ग्रुपहरू सपोर्ट गर्ने टर्ममा, जस्तै अब कम्युनिटीहरू जोइन गर्दाखेरि, यु नो, सो त्यसरी भेट हुन्छ. हजुरको पार्टनर चाहिँ हजुरको लाइफमा भेट हुनुहुन्छ होइन, हजुरहरूको युनियन चाहिँ हुन्छ हजुर जब कुनै बिगर इभेन्ट अथवा कुनै बिगर कुरामा चाहिँ इन्भल्भ हुनुहुन्छ क्या, जस्तो कि अब च्यारिटी ड्राइभ हुनसक्छ, इन्भाइरोमेन्टल क्याम्पिङ, भलुन्टियर इभेन्ट अथवा फिटनेस ग्रुप, म्याराथन, लोकल कम्युनिटी ग्यादरिङ, जस्तो बेलामा चाहिँ हजुरहरूले आफ्नो सोलमेटलाई चाहिँ अट्र्याक्ट गर्नुहुन्छ, किनभने हजुरको सोलमेट पनि त्यही नै हुनुहुन्छ है त. जस्तो अब सेल्फ इम्प्रुभमेन्ट एक्टिभिटीहरू, ग्रुप एक्टिभिटीमा चाहिँ भेट्नुहुन्छ. त्यही भएर स्टेप आउट फ्रम यर कम्फर्ट जोन क्या, नयाँ नयाँ कुराहरू ट्राई गर्नु, अनि त्यहीबाट नै हजुरले आफ्नो सोलमेटलाई चाहिँ भेट गर्नुहुन्छ थ्रु यु नो लाइक सेयर्ड भ्याल्युज. ओके, त्यो चाहिँ आएको छ फर नम्बर 9. सो आई होप हजुरलाई यो भिडियो एकदम नै हेल्पफुल लाग्यो. सो आई एम रियली गेटिङ द्याट दिस इज गन बी भेरी इफेक्टिभ. सो इफ भिडियो मन पऱ्यो भने भिडियोलाई लाइक गर्नु, सेयर गर्नु, फलो गर्नु, र इफ मसँग पर्सनल रिडिङ गराउनु छ भने चाहिँ मलाई मेरो इन्स्टाग्राममा मेसेज गर्न सक्नुहुन्छ डिटेलमा हेराउनको लागि आफ्नो सोलमेटको बारेमा, अथवा डिटेल कन्सल्टेसनको लागि. सो टिल देन आफ्नो केयर गर्नु ल. ह्याभ एन अमेजिङ डे.